यो भुइँको लाइट हामी धरानदेखि ताप्लेजुङ पाथिभारा मन्दिरसम्मको यात्रा हुँदैछ हाम्रो चाहिँ घोडा कहाँ हामी त तपाईँको हुन्छ नि पेट मात्रै आइपुग्छ यो घोडाको बच्चा होला नि त होइन त खचड कोन चाहिँ हालिदिन्छु नि फाल्टै हो खचड क्रस हो बजाएर यो चाहिँ घोडा हो क्या होइन के भन्छ खचड हो क्या घोडा भनेको चाहिँ काठमाडौँमा क्या कहिले काहीँ साला उयोसँग हुन्छ क्या यो बुलेरो होइन हौ त्यो टेम्पो काठमाडौँमा ट्राफिकहरू चढिरहेको हुन्छ क्या मासला टेम्पो उयो क्या उयो तल भन्छ के भयो हेलो मम्मावाला दिदी अहिले एकछिनमा आउँछु बचाउँछु भने एकछिनमा 4 दिन पछाडि हजुर हिजो आउँदैन भन्दैन मैले कपाल बनाएको के को कसरी हाम्रो दाइले घोडा होइन दाइ सबले हिसाब गरेको होइन घोडा नि हो कि खच्चर हो घोडाहरू त 3 दिन पछि आउँछु हामी भरे आउँछु मैले हुन्छ नि त टाइट हुन्छ क्या घोडा एउटा बाँदर हुन्छ गोरिला हुन्छ ए बाबा खचड भयो जस्तै लाग्यो क्या खचडहरू पुड्के कान्टी खचड कान्टी यो त कान्टी छैन खुट्टा लामो छैन यसको खुट्टाबाट यो लप डाँडा हो तपाईँ मदन लप डाँडा यहाँ माथि गयो सोल्डिनेहरू लप पर्दैछ यहाँ होइन मैले युकेमा मात्रै हो नि फेरि तेरो त्यो के भन्छ कि यहाँ त चढिसकेको म खान्छस् यहाँ पनि इलिगल त नि होइन कहिले त यो लिगल भयो होइन र ए नेपालमा भइसक्यो नि प्रिन्सिपलहरूले फाइनली गाइस हामीहरू फेरिमा आइपुग्यौँ मासला म एक्लै ठुटाउने छु सबैलाई कसले गर्दा भन्छ सुमन पासको चेन्ज भएछ त कहीँ यसो खाना खानु त पुग्दैन अब भोक लाग्यो होइन हामी पनि फेरिमा आइपुग्यौँ अब ट्याक्कसँगले हेर्छ हान्ने हो सोल्टिनीहरूले दामी हेर्दैछ सिबुला उपर हेर्दैछ सोल्टिनीहरूले त्यहाँबाट यहाँ आइपुग्छ के जान्छ त फेरिमा आइपुग्यौँ हामी चाहिँ अब ट्याक्कसँगले होइन हामीले यता यो होटलमा भात खाएको जस्तो लाग्यो पहिला ए होइन रहेछ यस्तै टाइपको छ कि ए होइन यस्तै टाइपको छ यही हो त्यसमै खाएको हामीले पहिला हामी आउँदाखेरि के युके होटल हामी चाहिँ युके होटल आइपुग्यौँ अब ट्याक्कसँगले अब यही खाममा भात खान्छौँ झरी मर्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले माया साथैमा उडायो रे लैले उडायो रे लैले उडायो रे लैले उडायो रे लैले पानी उमालाको बोटहरू चढ्ने छ यहाँनेरि
तालको माछा कोही गर्न सक्दैन तालको माछा कोही गर्न सक्दैन जातै सानो मायामा हुँदैन माया साथैमा उडायो रे उडायो रे उडायो रे उडायो भालुचोक भालुचोक उडायो रे Sibu what is that simulate नझर्नु तल जाडो हुन्छ हौ नझर कहाँबाट आयो भनेर कहाँबाट आयो भनेर अन्त कहाँबाट आयो यहाँको उखुरेहरू भन्दै होला बस ट्रक यहाँनिर बेच्न पाइन्छ अब ताप्लेजुङको बजारबाट सुकेटारको यात्रामा जाँदैछौँ ताप्लेजुङको बजार छोडेको हाम्रो केटाहरू चाहिँ पछाडि बसिरहेछ सबैजना यहाँनिर छ सुकेटार बजार चल्दैछ हामी फाइनली तल्लो फेदी आइपुग्यौँ गाडीमा भर्खर उत्रौँ अनि यहाँ सामानहरू किन्दैछौँ पूजा गर्ने सामानहरू किन्दैछौँ हामी चाहिँ सिम्पल लग्न यस्तो खालको कहाँ लाउँछौ अनि मलाई नि एउटा सिम्पल खालको दिनु यस्तो मातालाई छुवाइकन बुढीलाई लगिदिनु त पनि एउटा त्यो तिनटै लिन एउटा त्यो मातालाई छुवाइकन घरमा लानु कि आफ्नो यो चाहिँ मेरो बुढीको लागि यो शिवुको वाइफको लागि यो सुमनको खोइ मेरो छोरीलाई खोइ यस्तो यो चाहिँ मलाई सही लागिरहेको थियो खोइ ए त्यहाँ पनि रहेछ त सुमन भाइ छोरीलाई यो चाहिँ सही लागिरहेको थियो त्यो ठुलो हुन्छ होला
नलैजा नाल्न लगिन्छ होइन उता ऊ हाम्रो मदन भाइले पनि किन्दैछ भाइले पनि किन्नु ल सिम्पल लग भाइ यस्तो ठुलो मम्मीहरूलाई अन्त मम्मीलाई पनि लगिदिनु पर्थ्यो अब होइन मेरो चाहिँ बजेट कम आफ्नै पैसाले लाने हो हुन त छँदैछ होइन केटाहरू त्यही भएर मदनको चाहिँ खोइ पोतेहरू मदन भाइको यो हो होइन मेरो मदन भाइको चाहिँ यो हो मेरो चाहिँ मेलोडी छ सबै कुराहरू यो मेरो हो पूजा गर्ने सामानहरू यहाँ सबै हाल्नुपर्छ प्रसाद लग न हामीले त बोक्यौँ त्यस्तोले त घोज्छ उप ए घोज्दैन रहेछ काम गर्नेहरूलाई यो लगाउन होइन अनि ब्ल्याकबाट लग्यो त केटाहरू पनि हुन्छ नि त मैले यस्तै लगेको एकदम बढेर जाने हामी फाइनली मास्लो फेरि आइपुग्यौँ मास्लो फेरि अगाडिको चान्चुनहरू अघि पुगिसक्यो 3 जना होइन हामी 2 जना चाहिँ खतराहरू हामी चाहिँ पछाडिबाट बिस्तारै जाँदैछौँ कति नम्बर होटल अरे 14 नम्बर होटल 1 नम्बर रहेछ यो यस्तो चाहिँ मास्लो फेरि चाहिँ बल्ल हामी मास्लो फेरि आइपुग्यौँ यहाँ पनि सामानहरू अम्बो खतरा कुकुर यार ए अब 14 नम्बर होटल कहाँ छ थाहा छैन फाइनली हामी चाहिँ माथ्लो फेदी आइसक्यौँ माथ्लो फेदीमा चाहिँ यस्तो हुसु लागिरहेछ पुरै हुसु लागिरहेछ माथ्लो फेदीमा हैन अनि यहाँले चाहिँ आगो बालेर ट्याक्कसँगले वरिपरि बस्नु मिल्ने टाइपको रहेछ दामी छ माथ्लो फेदी पनि अब आज यहीँ बास बस्छौँ हामी अनि यहीँ बास बसेर भोलि बिहानै 3 बजे नै मासतिर अब मन्दिर माथितिर जाने केटाहरू चाहिँ तल पुगिसक्यो हाम्रो अब यसो घुम्ने अरे केटाहरू चाहिँ यस्तो घुम्ने अरे अलिअलि तल पुगिसक्यो केटाहरू तर हुसी चाहिँ दामी लाग्छ आज पप्पा जाडो खालको हुसी लागिरहेछ हामी चाहिँ खासमा बिहानै निक्लिनु लागेको थियौँ होइन 3 बजे नै निक्लिनु लागेको थियौँ पानी ठुलो परेर हामी चाहिँ अहिले कति बज्यो 8 बज्नु लाग्यो त्यही भएर हामी चाहिँ ढिलो जाँदैछौँ 8 बजेतिर अब हामी निस्किँदैछौँ हाम्रो भ्लगमा पानी ठुलो परेर 3 बजे राति नै गएर ट्याक्कसँगले आज इलाम पुग्ने गरी जाने भनेर सोचेको थियौँ होइन हाम्रो भएन ट्याक्कसँगले उयो भयो ल निक्ली ओइ निक्ली सुमन भाइ निक्ल्यो न ल भाइ पनि निक्ल्यो अब हामी चाहिँ पाथिभाडा दर्शनको लागि अब हामी लाग्यौँ ट्याक्कसँगले
आज त सबैले भेटा होइन सँगले भेटा जय माता दी हो जोर से बोलो पाथिबारा माता दी टाइपको जानु लागेको हामी चाहिँ सट्टसँगले यी ज्याकेट स्याकेट के मेजोरिटी मिन्स गाइस हामी चाहिँ होइन कान्छी माता आइपुग्यौँ अब कान्छी माताको लागि हामीले यहाँ पूजा गर्नुको लागि रेडी गर्दैछौँ सामानहरू यो कान्छी माताहरूको लागि हो यो चाहिँ मेरो हो यो कसको हो मदनको मदनको हो यो मेरो हो यो सुमनको हो कान्छी माताको लागि पूजाको लागि रेडी छौँ हामी भाइको तिम्रो खोइ ए उयो तिम्रो भाइको यो यसको कान्छी माताको लागि लु जाने पूजा गर्नुलाई सबैजना कान्छी माताको लागि पनि हाम्रो मनोकामना पुरा होस् मेरो लगायत मेरो साथीभाइहरू सबैको मनोकामनाहरू पुरा होस् मलाई सम्झिने मेरो क्लोजमा हुने साथीभाइहरूको लागि पनि मैले सबैको लागि दर्शन गरिदिएको छु हैन बाजेको प्रथम पुजिने भनेको गणेश भगवान उहाँलाई सम्झिन पुग्ने अनि मात्रै अर्का पुज्ने अनि मात्रै पुजेको लाग्छ पहिलानि भगवानहरूको रिस भएको याद छ पुज्ने होइन गणेश कार्टुन पनि हेर्छु कार्टुनमा आउँछ त यो बाजे दुधमा दिनु लाइट कसो हुन्छ लाइट उयोसँग बल्ने लाइट होइन धेरै यसरी होइन हाम्रो गणेश भगवान हुनुहुन्छ यो धुप कान्छी माताको लागि आजको भ्लग यति नै हो होइन अब म माथि ठुलो पाथिभारा मन्दिर गएपछि चाहिँ सबैको एक एक गर्दै गर्छु अनि मेरो साथीभाइहरू सबैको नाम पनि लिन्छु एक एक गर्दै अहिलेको कान्छी माताको लागि म दर्शन गर्न जाँदैछु यहाँ सिंहहरू छ दुईतिर हाम्रो मासतिर जानुपर्छ म त सानोतिनो पुजारी उहाँ भक्कै त पुजारी तपाईँहरूलाई त उडाएर लान्छ अरे नि त ट्याङ 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 बजाएर गयो यस्तो यस्तो स्थलमा बजाउँदै जाँदो रहेछ यो काठमाडौँकोले बनाइदिएको रहेछ मौसम यस्तो छ मुखबाट पनि होइन बोल्दाखेरि पनि धुवा निक्लिँदैछ चुरोट नखाइकन ए हो त है धुवा पनि निक्लिँदैछ यो यो हनी सिङ्गर दुईजना कहाँ पुगिसक्यो हामी तिनजना चाहिँ यहाँ छौँ है बिस्तारै हामी चाहिँ लगभग अब पुग्नु लागिसक्यौँ शिव बल्ल आइपुग्यो यस्तो खतरा हुस्सु लागिरहेछ होइन फोटोजहरू पनि मजाले देख्दैन घरहरू होला सायद पुरानो घरहरू लगभग अब पुग्यौँ हामी यो चाहिँ कुन मन्दिर रहेछ हौ राङदाक सेवा के हो यो को मदन हो कहीँ तलै बस हामी चाहिँ अब मन्दिरको प्रवेशद्वारबाट मासतिर चढ्यौँ
अरू हिँडिहाल्यो अब के गर्ने फोटोमा आउने इच्छा रहेन रहेछ अरू माथि गइसक्यो है हामी चाहिँ बिस्तारै हैन त्यसले केही देखेन कि दाइ यता तपाईँको हिमाल देखिन्छ हो र कुम्भकर्ण घन्टी छ माथिदेखि तलसम्मै अब त फ्याँक भयो म त त्यो यतापट्टि रातो प्लास्टिक छ त्यो नि ल्याउँछ भित्तामा प्लास्टिक अरे तल तल बस्ने ठाउँमा त्यो तल हामी चाहिँ अब मन्दिर पुगिसक्यौँ बल्ल बल्ल मदन भाइ र म होइन मदन भाइ अरू त कहाँ छ थाहा छैन तलै छ अरू त हामी दुईजना चाहिँ फर्स्टमा माथि आइपुग्यौँ अरू त थाहा छैन हिँड्नै नसकेको हो दुईजना मात्रै फर्स्ट केटाहरू कहाँ छ थाहा छैन हामीलाई चाहिँ हामी चाहिँ यस्तै हो जुसिलो जागरिलोहरू पाथिभारा मन्दिर यही हो हामी आइपुग्यौँ अब पाथिभारा मन्दिर ल पुरानो ठाउँ भनेकै यिनीहरू हो क्या यो हेर्नुहोस् तपाईँहरूले पुरानो योहरू र यिनी चाहिँ माग्यौँ भनेको छ पुरानो ठाउँहरू अरे ओरिजिनल यो मलाई चाहिँ खाँदैको चाहिँ यो तँलाई पो सबै थाहा रहेछ त है पुरानो अनि भाइ के गुफा के भन्दै थियौ नि तिमीले ओरिजिनल त्यो त कहाँ यहाँ होइन नि अब त्यहाँ त जानु पाइँदैन ओरिजिनलै हो जानु पाइन्छ किन यहाँ सबैले सेवा छ अर्को के त्यहाँ होइन यहाँ अर्को मुनि गहिरोमा छ क्या त्यो ओरिजिनल चाहिँ पहिला तपाईँको त्यही गर्छ नि कहाँ हाम्रो केटाहरू कहाँ छ कहाँ लुक्यो यस्तरी पूजाहरू गर्छ पूजाहरू गर्दैछन् यतामाथि सेवा सुरु भयो पाथिभारा भाइ त्यो पाथिभाराको मूर्ति भएको चाहिँ कुन हो भाइ पाथिभाराको मूर्ति भएको त्यो थियो नि कहाँ हो पुरै चेन्ज छ त यार हामी कहाँ त यहाँ होइन यो होइन त हामी परपट्टि जानुपर्छ त्यहाँ त्यो बलिदिने ठाउँ यो अलिकति आफै निकालेको हो कि त्यो पनि अहिले यो सर ढोका गरिने हजुर हाम्रो साथीहरू कता पुग्यो यहीँ रे यहाँभित्र त जुत्ता खोलेर जानु पर्यो नि ए हो त्यहाँ खोलेको यहाँ छ ए भाइ उहाँ लिएर खोलौँ न भाइ उहाँ लिएर खोलौँ न त यहीँ खोल्नु न के हुँदैन त एउटै त हो त्यहाँ खोल्नु यहाँ खोल्नु ल ल ल ल ल भनिहाल्यो ल हाम्रो मदन भाइले भनिहाल्यो होइन मैले मानिहालेँ सामानको के पूजाको सामानहरू झिक्दैछन् अब म पनि झिक्नु पर्यो एकछिनलाई भ्लग बन्द लहरू पाथिभारा मातामा ए माया बगा खोल्द सुमन भाइ सुमनहरू चाहिँ नगि पुगिसक्यो यो आउँदैछ हाम्रो पाथिभारा खोल्न भनेको खोल्न त्यो लक खोल भाइहरू भाइहरू त त्यसो भाइ
केटाहरूको फोटो खिचिदिँदैछु म चाहिँ माथि भाडा दर्शन गर्नु आएको हामी माथि भाडा दर्शनको यस्तो प्रवेशद्वार यस्तो छ यताबाट आउनुपर्छ उताबाट जानु पर्दैन हाम्रो सुरक्षाकर्मीहरू दाजुहरू ओइ मोटे नरिवल यहाँ फुटाउने हो नरिवल अनि त्यहाँ आउनु पर्ने हो नरिवल यहीँ फुटाउनु पर्ने अरे अनि पानी कहाँ चढायो है ला हामीले त कहीँ चढाएको छैनौँ नि त पानी त आधी नै छोडिदिनु अनि पछाडि लानु भन्दैछ Kedalam forum semua. Aduh. प्रसाद लानु लानु खै छ त म पनि छैन त ठुलो भयो जस्तो छ नि त फेरि माथि चढा माथि हाल्न हुँदैन नि यत्रो लान्छु प्रसाद यत्रो लान्छु ठुलो लादिनँ म जय पनि प्रसाद हो जय जय साथी भाडाको अहिले दर्शन गर्दैछन् हामी पनि दर्शन गर्छौँ साथी भाडाको वेट डिस्पर सिन दिन सुरुमा यो चाहिँ सबै मेरो साथीहरूको लागि दक्षिणा यहाँ हाम्रो मातालाई चढाउँदैछौँ हाम्रो साथीहरू सबै स्वस्थ रहोस् सफल रहोस् मलाई चाहनुहुने सबै साथीहरूलाई मनिष सक्सेसमाहरू सबैहरूलाई टोटल डुङलाई होइन चढाइदिएको छु साथी तिमीहरूको नाममा पनि होइन मेरो फ्यामिलीको नाममा सबैको नाममा चढाइदिएको छु हामी चाहिँ सबैजना घन्टी बजाउँदै हिँड्दैछौँ सुमनले त बजाउँदै आउँदैछ पछाडिबाट भाइले उताबाट बजाउँदै हिँड्दैछ मदन उहाँ तल पुगिसक्यो घन्टी बजा केटाहरू घन्टी बजा घन्टीहरू
ला ओइ ए चढाको पैसा त बोक्यो नि भनेर नि टल्ली पैसा बोक्नुपर्छ अरे त्यो चढाको त्यो पाथी माता मन्दिरमा तर मैले हालेँ होला हाले जस्तो लाग्यो प्लास्टिकको यहाँ माथि नै थियो त नि हामी चाहिँ घन्टी बजाएर अब हामी माताको दर्शन गरेर हामी फर्किँदैछौँ भोक्लाको केटाहरू के लाग्यो अरे लेख लाग्यो अरे कस्तो जस्तो लाग्यो कि सिनियर पनि हेर्नु पाएन मदनले फेरि लेख लाग्यो अरे मदनलाई लेख लाग्यो अरे लेख कि हे माया लाग्यो अरे ओसियन सब लाग्यो नि भाइ छिटो छिटो गरेर भनौँ मेरो डन्डा खोइ छिटो जानु यो चाहिँ मेरो डन्डा बाटोमा खाँदै हिँड्यो नबस्ने कि खाँदै रुम हान्दै चल्दिने हो मोहन भाइ हिजो घिउ खाएर के भयो अरे कतिचोटि अरे 15 बढी भइसक्यो मोहन भाइले हिजो अनि तीनचोटिमा घिउ खाएर 15 चोटि पारिसक्यो अरे मदनले